फाइनल्ली हाम्रो यात्राको गन्तव्य नजिकै आइपुग्यौँ। नमस्कार, म एन्जिल। मेरो फेसबुक पेज, युट्युब च्यानल लगायत सम्पूर्ण कुरामा जोडिनुहुने तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत छ। आज म पोर्चुगलको एउटा विशेष ठाउँको यात्रामा निस्केको छु र आजको छुट्टीको अवसरमा म विशेष गरेर घुम्नको लागि विशेष ठाउँको यात्रामा निस्कँदा तपाईँलाई मैले देखेका यी दृश्यहरू नदेखाइ मनले मानेन र आज म भिडियो बनाउँदैछु। मेरो भिडियोहरू कस्तो लाग्छ तपाईँलाई? जस्तो लाग्छ त्यस्तै लाइक र कमेन्ट चाहिँ गर्न नभुल्नुहोला। आउनुहोस्, लागौँ आजको मेरो यात्रा अनि तपाईँको यात्रा सँगै। पोर्चुगलको मुटुमा समय आफै थामिए जस्तो लाग्ने एउटा सुन्दर ऐतिहासिक सहर रहेछ ओबिदोस। यो सहर केवल घुम्ने ठाउँ मात्र होइन, यो त इतिहासको, कला, प्रेम र सौन्दर्यको पनि जिउँदो कथा रहेछ। पोर्चुगलको राजधानी लिस्बोनबाट करिब 80 किलोमिटरको उत्तरतर्फ रहेको यो सहर सानो पहाडी टाकुरामा बसेको रहेछ। पोर्चुगिज जति यहाँ जम्मा भएर रहेछन् अनि कहाँबाट भेटिन्छन् बाटोमा। टाढा उत्तरतर्फ रहेको यो सानो सहर सानो पहाडी टाकुरामा बसेको रहेछ। पर पर्सन 10 युरो लाग्ने यो ठाउँमा यहाँ आइसके पछाडि सबै कुरा खेल्न पाइन्छ है, सब चिजको इन्जोय लिन पाइन्छ। हिँड्दै गर्दा यति धेरै मान्छे कहाँ जान्छन् होला, भित्र कस्तो छ होला भन्ने खुल्दोली थियो, तर यहाँभित्र आइसकेपछि मान्छेहरू त यहाँभित्रै बोल्दिँदो रहेछ। ल टिकट 10 युरोको टिकटले यहाँभित्र आएर सम्पूर्ण कुरा घुमेर अब हामी चाहिँ यहाँका खेलहरू खेल्ने अनि रमाइलो गर्न बाँकी नै छ, किनकि समयले एकदमै ढिलो बनाइसकेको छ। तर यो लगभग 12 वर्षसम्म चल्छ होला यहाँको नाटक। एकदमै हल्ला छ, धेरै डान्स प्रोग्राम हुँदैछ, हामी त्यो पनि हेर्छौँ। र त्योभन्दा सबैभन्दा रमाइलो पल यो किल्लाभित्रको, ऐतिहासिक ठाउँभित्रको, त्यो दरबारभित्रको ठाउँको रमाइलो पल देख्न सकिन्छ है। अनि देखिन्छ यति धेरै मान्छे छ, त्यो चारैतिर एरियामा भइरहेको छ है। तर यो सबैभन्दा माथि रहेछ, एकदमै आनन्द अनि एकदमै रमाइलो ठाउँ, साँच्चीकै दिलमा बसेको ठाउँ हो। यदि तपाईँ पोर्चुगलमा हुनुहुन्छ भने यस्ता ठाउँहरू र यो ठाउँमा घुम्न नभुल्नु। वेलकम। चारैतिरबाट पुराना ढुङ्गाका पर्खालले घेरिएको रहेछ, जहाँबाट वरिपरिको हरियाली र खेतबारीले मनै लोभ्याउँदो रहेछ। आहा, यहाँको इतिहास करिब 2000 वर्ष पुरानो छ। रोमन कालदेखि अहिलेसम्म
त्यही त भन्दा भने तपाईँ सम्पूर्णलाई हृदयदेखि नै एकदमै हार्दिक धन्यवाद अनि हार्दिक आभारका शब्दहरू व्यक्त गर्न चाहन्छु। र आजको मेरो यात्रा लगभग 7 घन्टा जस्तो घुमेरै फाइनल्ली अब सकिएको छ। अब म फर्किने तयारी गर्दैछु। आजको भिडियो कस्तो लाग्यो र मेरो यात्रा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै मनमा केही नराखी जे छ त्यो सबै कुरा कमेन्टमा लेखिदिनु होला। अनि प्लिज तपाईँको एक सेयर अनि लाइक र तपाईँको एउटा कमेन्टले मलाई अझै केही प्रेरणा मिल्नेछ। तपाईँको मायाले मलाई अझै केही ऊर्जावान बनाउनेछ र यस्ता रमाइला ठाउँहरू तपाईँहरूको लागि देखाउन पाउनेछु आशा छ अनि विश्वास पनि छ। तपाईँहरूले पक्कै त्यो माया देखाउनुहुनेछ र त्यति धेरै माया चाहिँ गर्नुहुनेछ। म एकदमै ढुक्क छु।